युएसए एप्लाई गर्न सोच्नु भएको छ त्यसो भने यो भिडियो तपाईहरुको लागि हो। म तपाईलाई आज युएसए को एप्लिकेसन प्रोसेसको बारेमा बुझाउन गइरहेको छु फ्रम द स्टार्ट टु द एन्ड। सबैभन्दा पहिले तपाईलाई एप्लाई गर्न के चाहियो? पासपोर्ट, अल द एकाडेमिक डकुमेन्ट, दुईटा लेटर अफ रिकमेन्डेसन र कोही युनिभर्सिटी कोही कोर्समा तीनटा सम्म चाहिन्छ। त्यसपछि तपाईलाई आईएलटीएस, टोफेल र पीटी को मार्क्स, आईएलटीएस, टोफेल, पीटी या ड्युलिङ्गो गर्नु भएको छैन भने तपाईले मिडियम फर्म इन्स्ट्रक्सन, जसको मतलब अंग्रेजीमा पढाइ भएको चिठी हो तपाईको पढाइ, त्यो कलेजबाट ल्याउनु पर्छ। र त्यस्तै लाग्न चाहिन्छ हामीलाई बैंक ब्यालेन्स सर्टिफिकेट, जुन ब्याचलरको हकमा $45,000 देखाउनु पर्छ भने मास्टरको हकमा $35,000 डिपेन्डिङ अपन युनिभर्सिटी। यो सबै डकुमेन्ट तपाईले युनिभर्सिटी सबमिट गर्नुपर्छ र युनिभर्सिटीले मिनिमम 2.0 जीपीए देखि यो मजाले एक्सेप्ट गर्छ। त्यस्तै आईएसपीटी पनि एक्सेप्ट गर्छ। र यो सबै डकुमेन्ट रेडी भइसकेपछि तपाईहरुले डिपेन्डिङ अपन युनिभर्सिटी कहीँ $50, कहीँ $100, कहीँ $200 पे गर्नुपर्ने हुन्छ। सो तपाईको त्यसलाई चाहिँ के भन्छ I-20 फी, कहीँ एप्लिकेसन फी भन्छ, जुन $0 देखि $400-500 सम्म हुन सक्छ। यो पे गरिसकेपछि डिपेन्डिङ अपन युनिभर्सिटी तपाईको कहीँ हप्ता दिनमा, कहीँ 2 हप्तामा, कहीँ 1 महिना, कहीँ 1.5 महिनासम्म लागेर तपाईको I-20 आउँछ। I-20 भनेको के हो? युनिभर्सिटीले तपाईलाई भर्ना गरेको पेपर हो, जसमा तपाईको ट्युसन फी कति हो, स्कलरशिप कति पाउनुभयो, तपाईले फाइनान्शियल डकुमेन्ट कति देखाउनु भएको छ, कुन इन्टेकमा जाँदै हुनुहुन्छ, पढाइ सुरु कहिले हो, सबै कुरा लेखेका हुन्छन्। र वन्स यु गेट I-20, तपाईले I-20 पाइसकेपछि तपाईले TS-160 फर्म भर्नुपर्छ। त्यो फर्म भरिसकेपछि तपाईहरुले CGI पोर्टलमा आफ्नो आईडी बनाउनु पर्छ र आईडी बनाइसकेपछि तपाईहरुले $185, जुन नेपालको हकमा फिक्स गरिदिएको छ उनीले, 26,825 रुपैयाँ तपाईले नेपाल युनियन बैंक अर कुनै आईपीएस बाट तपाईले पे गर्नुपर्छ। त्यो पे गरेपछि तपाईको डेट बुक हुन्छ र मिनिमम पनि इन्टरभ्यु भन्दा 3 दिन अगाडि तपाईले $350 सर्भिस फी पे गर्नुपर्छ। र वन्स यु गिभ अ इन्टरभ्यु अराउन्ड 5 मिनेट्सको हुन्छ, जुन हामी प्रिपेयर गराउँछौँ। त्यो इन्टरभ्यु दिइसकेपछि तपाईहरुको भिजा आउँछ। भिजा आएपछि तपाईले एनओसी निकाल्नुहुन्छ, जसमा तपाईको $2,000 लाग्छ, सरकारले पे गर्नुपर्छ। त्यसपछि तपाईले 6 महिना या 1 वर्ष फी पे गरेर उड्न सक्नुहुन्छ। सो तपाईहरुले युएस एप्लाई गर्न सोच्नु भएको छ भने तपाईले अबको नजिकको एप्रिल इन्टेक एप्लाई गर्न सक्नुहुन्छ, जहाँ हामीसँग $8,000 to $10,000 को फिजहरुमा युनिभर्सिटीहरु छन्। त्यस्तै तपाईहरुको जीपीए राम्रो छ, 3.5 जीपीए कटेको छ, क्लास 10, 11, 12 भने तपाईले ब्याचलर्स फुल स्कलरशिप पनि पढ्न पाउनुहुन्छ। सो तपाईहरु यस्तै थप जानकारीको लागि मसँग सम्पर्क गर्न सक्नुहुन्छ। मेरो नाम प्रियराज कार्की हो र एप्लाई गर्न सोच्नु भएको छ युएसए को बारेमा या केही बुझ्न मन छ भने मलाई सम्पर्क गर्नु होला। थ्यांक यू एभ्रीवन।